आज दिन पनि यस्तो दामी छ, पिसफुल। यहाँ नि फुल रातो यस्तो दामी, मलाई रातो चाहिँ साह्रै मनपर्छ। नास्पाती नास्पाती यहाँ हेर्नुहोस् न, आमामा यति बेसी छ कि, यति बेसी। यसपालि चाहिँ दामी फल्ने रहेछ। दामी हुन्छ यो। अब यसको चाहिँ बिस्तारै बिस्तारै जाँदैछ। यो चाहिँ एकखेप पानी पऱ्यो भने झरिहाल्छ नि फेरि। अन्त यहाँ छ हाम्रो एउटा दिमाको चस्मा हरायो भन्नुहुँदै थियो, यहाँ पो लगाएको छ। दिमाको चस्मा बल्ल पायो फाइनली। कति खोज्दै थियो हो। वेदरले पनि साथ दिएछ आज। तपाईँहरू पनि रोप्नुहोस् यो फुल चाहिँ। आमामा यस्तो दामी फुल छ, भगवानलाई चढाउनु पनि हुन्छ। गाइस वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ मलाई यस्तो दामी हाम्रो घरमा फुलेको यस्तो दामी फुल फुलिरहेको छ। मलाई यो देखेर चाहिँ क्याप्चर गर्न मन पर्यो क्यामेरामा। त्यही भएर चाहिँ म यसको भिडियो बनाउँछु आज। फुल हेरिदिनुहोस् है मेरो भिडियो अन्तिमसम्म हेरिदिनु होला। यहाँ हेर्नुहोस् कस्तो दामी फुलेको छ है यो। यति बेला रेनी सिजन त्यसको सिजन हुँदो रहेछ। हेर्नुहोस् न, यो चाहिँ दामी फुल्दो रहेछ नि। टुप्पी टुप्पीसँग त्यसको कोपिलाहरू लाग्दो रहेछ हो। अहिले चाहिँ घाम लागेर सनग्लास लगाएको। मैले चाहिँ भिडियो बनाउँदै थिएँ, सर्ट भिडियो बनाउँदै थिएँ। त्यतिकै चाहिँ मलाई फुलको याद आयो। त्यही भएर चाहिँ म भिडियो बनाउनु थालेँ कन्टिन्यू। यो चाहिँ मेरो रुमको बाहिर छ। यो चाहिँ फुल रातो पनि त्यत्तिकै फुल छ। हेर्नुहोस् न, यति दामी फुल छ। हेर्नुहोस् ल, म यसको ब्याक गरेर देखाउँछु तपाईँलाई। यस्तो दामी छ कि आम्मामा, यस्तो घाम लागिरहेको छ हेर्नु। आज दिन पनि यस्तो दामी छ, पिसफुल। यहाँ हेर्नु नि फुल रातो यस्तो दामी, मलाई रातो चाहिँ साह्रै मनपर्छ। हेर्नुहोस् न, रेड फुल। यहाँ रेड यस्तो दामी देखेको है, रेड र वाइट कम्बिनेसन यस्तो दामी। अन्त यो चाहिँ हाम्रो पर्पल। यो चाहिँ माथि माथि छैन। हेर्नुहोस् न, यसको बेलभन्दा पत्ता चाहिँ हुँदैन है, फुल चाहिँ ड्याम्मै हुन्छ। हेर्नुहोस् न, हेर्नुहोस् न, आमामा यसको सिजनै हो कि के हो। त्यसैलाई यसको बोट सानो छ हो, यत्रो छ बोट चाहिँ, सानो छ भए पनि यत्रो फुलेको है। आमामा हेर्नुहोस् न, कस्तो मजाको। यहाँ नि लुङ्गेको फुल बेसी भएर तल तल तलसँग लुङ्गिरहेछ। वाउ फुल कोपिला लाग्यो। हेर्नुहोस् न, माथि माथि चाहिँ टुप्पीसँग लाग्छ नि त्यसको कोपिला लागेपछि। वाउ लभली लभली सलाड। हेर्नुहोस् न, यहाँ झुन्डेको फुल यस्तो ओह्रालो ओह्रालोसँग गएको छैन यसको सिजन। अब चाहिँ लाग्यो यसको सिजन यो फुलको। हेर्नुहोस् त कोपिलाहरू देख्नुहुँदैछ। आज दिन पनि यस्तो दामी सुनाउनु। अन्त तपाईँहरूले खानुभएको हो यो के भन्छ यसलाई त, बिर्स्यो, नास्पाती। नास्पाती यहाँ हेर्नुहोस् न, आमामा यति बेसी छ कि, यति बेसी। यसपालि चाहिँ दामी फल्ने रहेछ। पुरा बोटै भएर छैन नि, माथि लुङ्गेर केही छैन। देख्नुहुँदैछ दानाहरू टुप्पी टुप्पीसँग छ पुरा बेसी। तर मेरो क्यामेराले भ्याइन नि यो। वाउ ठुल्ठुलो भएपछि पनि देखाउँछु नि म तपाईँलाई। यो चाहिँ मेरो रुमको बाहिरको गार्डन हो। गार्डनमा चाहिँ यति बेसी फुल रहेछ। म चाहिँ मेरो त्यो क्याप्चर गर्नु मन पऱ्यो। हेर्नुहोस् न, वाउ लभली। बुङै यत्रो हुन्छ। म एउटा हातै भरिनु मेरो यस्तै झाड गरेको कि, फेरि पनि झाड्दै जस्तो त्यस्तो भइरहेछ। अब फेरि पनि गर्नुपर्छ। अहिले रेनी सिजन हो, फेरि रेनी सिजनमा आइहाल्छ नि त। त्यही भएर चाहिँ यो यतापट्टि चाहिँ वाउ वेदर पनि हेर्नुहोस् न, वेदरले पनि साथ दिएछ आज चाहिँ। फुल कोलाई मनपर्छ हौ फुलहरू कमेन्ट गर्नुहोस् है। वाउ हेर्नुहोस् न, एउटा थम्बनेल खिच्नु पऱ्यो। हेर्नुहोस् न, वाउ कोपिला लागेको यस्तो बेसी फुल्दो रहेछ यो चाहिँ। पर्पल 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 हेर्नुहोस् न, आमामा घरमा म चाहिँ गेटमा रोप्नुपर्छ कि यस्तो खालको फुल त है। दामी फुल्दो रहेछ। तर
जे कुरा पनि राम्रो चाहिँ हुन्छ तर यसमा पनि काँडा छ तर वाउ हाम्रो दिमाले पनि फुल पुरा मन पराउँछ मलाई पनि फुल पुरा मन पर्छ फुल लुङ्गेको यस्तो लुङ्गेको छ भन्दैछ है lovely यहाँबाट अलिक दामी देख्दो रहेछ नास्पाती यो चाहिँ हाम्रो बाङ्गाहरूको तल्लो घर बाङ्गाहरूको यो घर देख्नुहुँदैछ म बाङ्गाहरूको घर हो यो चाहिँ बाङ्गाहरूको बारीको नास्पाती पुरा बेसी फलेको छ यसमा चाहिँ पुरा फल लागेको छ यसमा चाहिँ भ्यू हेर्नुहोस् न आजको भ्यू त वाउ के भन्नु क्लाउड हेर्नुहोस् कस्तो दामी वाउ 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 माथि पनि छ फुल त टाढोबाट चाहिँ यस्तो देख्दैछ अलिक यो चाहिँ हाम्रो होटलको लुगा धोएर सुकाएको हो भित्रै सुकाउँछ अघि पानी परेर भित्रै राखेको थियो अहिले चाहिँ घाम लाग्यो वेदर पनि राम्रो भयो यो चाहिँ फुल चाहिँ रोप्नु रहेछ रेनी सिजन चाहिँ दामी हुन्छ दामी वाउ यहाँ लुङ्गेको यहाँ हेर्नुहोस् न कुन चाहिँ जग्गा पनि खाली छैन सबैमा फुल यो चाहिँ हाम्रो पपायाको फुल फुल्दैछ भर्खर पपायाको बोट अनि त्यो चाहिँ हाम्रो बनाना हिजो अस्ति रोपेको मैले म देमा भएर रोपेको यो बनाना कस्तो खालको छ मिठो छ कि छैन बनाना अनि त्यो चाहिँ तपाईँहरूले चिन्नुहुन्छ होला देखेर पनि थाहा पाउनुभयो होला यो चाहिँ हो हाम्रो के भन्छ यसलाई जाक के भन्छ होला त नाम बिर्सौँ यहाँ नि बिर्सेको नाम अहिले आयो भन्छु यहाँ हेर्नुहोस् न फुल फुलेको यसको वरिपरि के फुल हो कुनै हो आमा हेर्नु नि टनम्मै भइरहेछ वाइट अब यसको चाहिँ गयो सिजन अप्रिल मेतिर चाहिँ दामी हुन्छ यो अब यसको चाहिँ बिस्तारै बिस्तारै जाँदैछ यो चाहिँ एकखेप पानी पऱ्यो भने झरिहाल्छ नि फेरि अन्त यहाँ छ हाम्रो एउटा गेटमा फुल्ने घन्टी फुल जसलाई घन्टी फुल भन्छ यसमा तर पुरा बेसी कमिला हुन्छ गुलियो हुन्छ कि के हुन्छ कि पुरा बेसी कमिला हुन्छ जेमा हेरे पनि कमिला छ त्यसपछि देख्नुहुँदैछ कमिला यो पनि दामी हुन्छ तर गेटमा चाहिँ रोप्नु हुँदैन रहेछ यो चाहिँ पुरा कमिला जिउतिर चढ्दो रहेछ ओ सरी ड्रागन फ्रुट लाग्यो मलाई याद ड्रागन फ्रुट तर हाम्रो तल पनि छ यहाँ पनि चाहिँ तर फल चाहिँ यसपालि चाहिँ फल्छ होला हिजोस्ति रोपेको हामीले फल्छ होला तर मेरो मैले सुन्तलाको बोट सुन्तला रोपेको त झारले पुरै छ हौ चाहिँ सुन्तला हो सुन्तलाको बोट मिठो लाग्छ है सुन्तला दिमाको चस्मा हरायो भन्नुहुँदै थियो यहाँ बोलाएको छ दिमाको चस्मा बल्ल पायो फाइनली कति खोज्दै थियो हो पावरवाला चस्मा रहेछ दिमाको यहाँ बोलाइरहेको ल यहाँ पनि छ घन्टी फुल आज चाहिँ यस्तो दामी घाम सन्नी भइरहेको छ हो त्यही भएर चाहिँ एकछिन पानी पऱ्यो यसको चाहिँ कस्तो मिठो बास्ना आउँछ रात किरानी जस्तै राति भएपछि कस्तो मिठो बास्ना आउँछ फुलमा यही पानीले पिटेर होला आऊ ओइली आर्छ चाहिँ मेरो घरको रुमको बाहिर चाहिँ मिनी गार्डन हो यो
वेदरले पनि साथ दिएछ आज। तपाईँहरू पनि रोप्नुहोस् यो फुल चाहिँ। आम्मामा यस्तो दामी फुल्छ, भगवानलाई चढाउनु पनि हुन्छ। ठाउँ देख्छैन। के बेसी फुलेको है आम्मामा, कस्तो दामी देखेको फेरि। वाउ वाउ वाउ, वेदरले पनि साथ दिएर। रातो पनि त्यत्तिकै हुन्छ दामी। यो रातो चाहिँ ठुल्ठुलो बोट हुँदो रहेछ यो रातोको चाहिँ हो। आम्माम यसको काँडा पनि हुन्छ देख्नुहुँदैछ, चुच्चो काँडा हुन्छ कि काँडा। ए राम्रो, त्यसको सबै काँडै हुन्छ नि। देख्नु चुच्चो यहाँनिर कता हो मेरो हात। यस्तो काँडा हुन्छ, चुच्चो खोज्छ अहिले चाहिँ। यसको पनि छ काँडा, पुरा छ काँडै काँडा। बाई बाई गाइस, सी यू नेक्स्ट भिडियो। कमेन्ट गरिदिनु होला, फुलसँग हेरिदिनु होला मेरो भिडियो। यस्तै राम्रो भिडियो हेर्नु मन छ भने तपाईँलाई लाइक, सेयर, कमेन्ट, सब्सक्राइब गरिदिनु होला मेरो भिडियो। पुरा कोपाले हुँदो रहेछ। कोपा चाहिँ बिमार हुन्छ नि त, त्यही भएर चाहिँ हस्पिटल लाँदै ल्याउँदै गर्नुपर्छ कोपालाई चाहिँ। बिचरा कोपा। ड्रागन फ्रुट भयो भने म देखाउँछु नि ल तपाईँहरूलाई, भिडियो बनाउँछु ड्रागन फ्रुट भयो भने। यहाँ अहिले चाहिँ हुँदैछ यत्रो भएको छ बोट, हुन्छ होला बादमा। ओह पुरा छ बोट चाहिँ, यसपालि चाहिँ फल लाग्छ होला भन्ने आशा छ।